फेरि गाउँपालिका अध्यक्ष र हाकिम साहबले के लिएर आयो भन्ने थाल्नुभयो होला। हामी आज मादल लिएर आएका छौँ, देशको कुरा, गाउँको कुरा, जनताको कुरा लिएर आएका छौँ, समृद्धिको कुरा लिएर आएका छौँ। लिम्चुमुङको नागरिकलाई एउटै पुस्तामा ऋणरहित र रोगरहित बनाउने जो हाम्रो अभियान चलिरहेको छ र त्यो अभियानलाई सफल बनाउनको लागि हामीले अनेकौँ कोसिसहरू, तरिकाहरू अपनाइरहेका छौँ, नाराहरू दिइरहेका छौँ, कार्यक्रमहरू ल्याइरहेका छौँ र पछिल्लोचोटि हाम्रो खेतबारी बाँझो राख्दैनौँ, गाउँ गाउँमा खेतीबाली, घर घरमा खुसियाली भन्ने नारामा हामी सामूहिक श्रमदान गर्दैछौँ। यहाँ लिम्चुमुङको स्थानीय सरकार निर्णय बमोजिम जनप्रतिनिधि, कर्मचारी र जनतासँग मिलेर हो। साँच्चै हामी अगाडि बढिसकेका छौँ। हामी साँच्चै यो गाउँलाई एउटा सुन्दर, समृद्ध, सभ्य र हराभरा गाउँ बनाउन चाहन्छौँ र त्यसको लागि जनतासँग सहकार्य गर्ने सवालमा हामी हरेक शुक्रबार चाहिँ सार्वजनिक श्रमदान गर्छौँ जनतासँग मिलेर, जनप्रतिनिधि, कर्मचारीले, र शनिबार चाहिँ आराम गर्छौँ। हप्तामा 7 दिन चाहिँ यसो गरिरहेको छौँ र एउटा सानो अभ्यास हो हाम्रो। हामी मादल पनि बजाउन आउँदैनौँ, गीत पनि खासै गाउनु आउँदैनौँ पारामा, तर लाटापारा भए पनि हामी सुरु गरेका छौँ। सुरु गरेपछि अवश्य पनि यो सुरु गरेपछि जनताले सुरु गर्छ र यो गाउँ साँच्चै होला। हामी अरू चाहिँ इन्स्ट्रुमेन्ट पनि बजाउन सक्थ्यौँ, तर होइन, हाम्रो गाउँ जस्तो छ, हाम्रो रैथाने ज्ञान सिप होइन, हाम्रो चाहिँ पुर्खाहरूले हामीलाई सुम्पिरहेका छ, त्यहीको उचित प्रयोग गरौँ भनेर होइन। आज चाहिँ यो एकदमै जस्तो छ त्यस्तो चाहिँ त्यो छ। ल यो चाहिँ एकदमै राजपाल राईको होइन आवाजमा रहेको राष्ट्रिय भाव बोकेको यो विशेष राजपाल राई लगायतका चाहिँ नि कलाकारहरूको आवाजमा रहेको गीत हो यो। जोस् अब दिँदैछौँ हामी है त। ल सुरु हुन्छ, तपाईँ सुरु सुरु गर्नु एकैचोटि गर्नु।